एउटा हामीले गीत सुनेका छौं, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भने जस्तो हामीले सबै कुरा पोजिटिभ हिसाबले हेर्ने हो भने सबै कुरा राम्रो देखिन्छ। तर सबै कुरा नेगेटिभ हिसाबले हेर्ने, शंका उपशंका र आफूले समाजको लागि केही नगर्ने र बोल्दाखेरि भाषण गर्दाखेरि ठूला ठूला कुरा गर्ने, जसको समाजमा कुनै योगदान छैन, समाजलाई अगाडि बढाउनको लागि र समाजको नेतृत्व गर्नको लागि कुनै काम गरेको छैन, आज त्यस्ता सामाजिक सञ्जालमा हरेक क्षेत्रमा चाहिँ नि उहाँहरुका चाहिँ नि धेरै चाहिँ नि त्यो स्ट्याटसहरु हामीले हेरिन्छ। हामी त समाजमा 12-13 वर्षदेखि सामाजिक काम गर्दै आइराखेका जनप्रतिनिधिहरु आज जनताले पत्याएर हामी जनप्रतिनिधि भएका छौं। हामीले चाहे टोल सुधार होस्, चाहे त्यो बाटो बनाउँदा होस्, अथवा खानेपानीका पाइप बिछाउँदा होस्, खानेपानीका मुहान बनाउँदा होस्, अथवा त्यो स्कुल बनाउँदाखेरि वनको काठ बोकेर त्यो झ्यालडोका हालेर इँटा बोकेर हामीले त्यो समाजमा स्कुल बनाउनलाई हामी लागेका छौं। आज हामी यो चाहिँ नि यो समाज यो भक्तपुरलाई हामीले अगाडि बढाउनको लागि हामी निरन्तर रूपले लागिराखेका छौं। र आज यो नयाँ वर्षमा अन्य कुरा गर्नुभन्दा पनि हामीले राम्रो हिसाबले हामी हेरौं र पोजिटिभली सबै कुरा हेरौं। हामी सबै कुरा हामी राम्रो देख्छौं। संविधान कानून भन्दा कोही पनि माथि छैन, तर संविधान कानूनले गरेका कुराहरूलाई हामीले यहाँ खण्डन गरिराख्नु त्यति उचित होला जस्तो मलाई लाग्दैन। त्यसकारण पनि म यहाँहरु समक्ष एउटा भक्तपुरलाई समृद्ध बनाउनको लागि यहाँहरु सबैको चाहिँ हातेमालो गरेर यहाँहरु सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने मैले पूर्ण आशा एवं विश्वास लिएको छु।